She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've never named while I stay in my lane. But something in the way she सो हेलो गाइस फेरि पनि स्वागत छ हजुरहरूलाई आजको मेरो न्यू भिडियो छ फेरि पनि तपाईँहरूको लागि भने मैले एकदम ताजा भिडियो ल्याइसकेको छ सो अनि आज चाहिँ हामी जाँदैछौँ कहाँ जानेर हामी ठाउँको नामै बिर्सेको के अरे अमलेसगञ्ज अमलेसगञ्जमा चाहिँ एउटा ट्रेकिङ गर्ने ठाउँ छ अरे अनि हामी चाहिँ ट्रेकिङ गर्न जाँदैछ कति बजी 12 बजीको घाममा निस्किरहेको छ हामी यहाँ योहरू पनि छ हाम्रो ग्रुप जाँदैछ हामी चाहिँ यसरी जाँदैछ गाइस सो आजको भ्लग चाहिँ एकदम बब्बाल हुँदैछ त्यहाँ गएर हामी यस्तो यहाँ स्विमिङ हान्दैछ पागल खाँदैयो सो एकदम बब्बाल रमाइलो हुनेवाला छ सो हेर्दै गर्नु होला आजको भ्लग के कस्तो हुन्छ है त गाइस हो गर्मी चाहिँ ओभरै छ है गाइस अनि हामी चाहिँ यही गर्मीको कारणले जाँदैछौँ खासमा हामी त्यहाँ नुहाउनको लागि जानलाई हो कि गाइस यतिकै हावा तामा चाहिँ कहाँ जानु थियो नुहाउनको लागि चाहिँ हामी जाँदैछौँ अनि हामी चाहिँ अहिले यहाँ सिमरा चोक आइपुगिसकेको छ गाइस सिमरा चोक यहाँ अगाडि छ अनि बिर्सियो हामी जाँदैछौँ अनि केटाहरू पनि त्यहाँ छ होला सायद त्योहरू आइसक्यो भने सो अहिले भेटौँ आयो त गाइस फेरि फाइनली गाइस हाम्रो केटाहरू भेटिसकेको छ यहाँ जम्मा भइसकेको छ छोड्दै मतलब थिएन मलाई अगाडिसम्म सो हामी चाहिँ यहाँ सिमरा चोकमा बसिरहेको छ गाडी पर्केर यहाँ छ केटाहरू ओ सबजना के कालो कालो देखिरहेको छ त्यहाँ मेरो मोबाइलको क्यामेरा पिटिदियो सो अब हामी गाडी पर्खिरहेको छ गाडीमा चढेर जान्छ अहिले हामी यहाँ बस्नु चढिँदैछ गाइस ल खोइ त नि सिट ए फिज चुङ्गो त ज्याकेट चुङ्गो त हाम्रो चाहिँ सिट नभएको अवस्था छ गाइस बाबालोक ए बाबालोक हामीहरू त्यहाँ बस्नु छ हाम्रो चाहिँ सिटै पाएन कि गाइस अन्याय भयो कि बोलेको त सुनेको छैन होला कपाल रमाइलो गर्नुपर्छ आज केटा खलासी कले गाइस यसले मेमे सो अहिले चाहिँ हामी गाडीबाट उत्रेर हिँडिसकेको छ हाम्रो यहाँ पदले पदले कहाँ बाटो बाटो छैन ए ओ गाइस अहिले चाहिँ हामी आइपुगेको छौँ अब हाम्रो के अरे फेरि भन् त सो अहिले चाहिँ हामी यहाँ आइसकेको छ अनि हामी चाहिँ यहाँ यस्तो सामानहरू यस्तो खानेकुराहरू किन्न आएको अनि चाहिँ यहाँबाट चाहिँ हाम्रो पैदल यात्रा सुरु हुन्छ गाइस सो एउटा यता छ अरे अनि एउटा चाहिँ कता पो भन्छ एउटा चाहिँ उतापट्टि छ अरे यहाँबाट देखेको छैन अब हेरौँ अब के कस्तो हुन्छ आजको ट्रेकिङ तर पानी चाहिँ परिरहेको छ हल्का फुल्का पानी चाहिँ नपरोस् त्यही हो कोही चिज बल दिएको छैन बचाउने हामी चाहिँ यस्तो कारमा र मुटुमुरीहरू किनेको छ ए धोएर ल्याएको छ मुला त्यहाँ लगाएको छैन त्यो हो अनि योहरूको त्यहाँ ड्रेसअप चेन्ज हुँदैछ यहाँ हिरोहरूको लुक्स बल्ल यहाँ झर्दैछ है गाइस अहिलेको अवस्था यस्तो छ पानी परेर यहाँ पानी परिरहेको छ अब पानी रोकेर कस्तो जाने त्यो पानी नरोक्ने घर जाने हो हामी चाहिँ निस्किसकेको छ ग्यास पानी चाहिँ बल्ल सुकेको छ अनि यहाँ यस्तो छ यता मान्छे घरबाट पो जानुपर्ने चाहिँ पानी त सुक्नु त सुकिरहेको छ अब मुजा चाहिँ के हो अब त्यही फोहोर चाहिँ ओभरै हुन्छ म कालो हुन्छ मैलो होइन कालो हुन्छ मुजा अब हेरौँ के कस्तो हुन्छ आजको भ्लग पानी पऱ्यो भने कहाँ बस्ने फेरि अनि ए ल चल
हाम्रो सुरु भइसकेको छ यात्रा पैदल अब के होइन सो अहिले चाहिँ हामी यहाँ खोलानिर आइपुगिसकेको छ गाइस खोला चाहिँ यहाँ छेउमै रहेछ के मेरोमा आउँदैन नि त सो खोला चाहिँ यता रहेको छ गाइस एकदम यहाँ पनि यस्तो बब्बाल तरिकाले फोटो खिच्नुभएको छ तर मोबाइलमा चार्ज चाहिँ छैन त्यो मेन कुरो अब चार्ज कतिको टिक्छ टिक्दैन त्यो मलाई थाहा छैन चार्ज भ्याउँछ कि भ्याउँदैन त्यो पनि थाहा छैन हेर अब खोला चाहिँ यतिकै नागिदिन्छु खोला त योभन्दा ठुलो खोला नि छ अरे उता खोइ कता त्यहाँ चाहिँ बब्बाल नुहाइदिनुपर्छ यहाँ चाहिँ कुवा रहेछ पाहाडतिर चाहिँ यस्तै कुवा हुन्छ तेरो टाउको ठुलो खोला छ कि ठुलो पानी कहाँ थाप्ने हो झर्ना बोतलमा पानी ल्याएन तिनीहरूले यहाँ बोतल त्यही त छ मिनबाट देखाउने त्यसमै पानी नै भर त्यो पानी नै खानु भर्न त हो भर्ला हामी यहाँ तल बस्छु ओए त्यो के अरे भिडियो खिच्यो भने भाइरल हुन्छ त्यो कहाँ फलेछ खोइ के बस्छ नि त उसलाई पर्खि एकछिन अनि सो अहिले चाहिँ हामी यहाँ खोलामा आइसकेको छ गाइस खोलाको भ्यू चाहिँ एकदम बबाल छ सो तपाईँहरू पनि यस्तो सिद्ध बाबा मन्दिर चाहिँ अब तपाईँहरू आउनु होला जानु मन छ भने चाहिँ हामी जाँदैछौँ जानुपर्ने चाहिँ हामी त्यो डाँडामा हो यो डाँडामा हो जानुपर्ने चाहिँ अनि अब यहाँबाट यस्तो हिँड्दै जान्छु हाम्रो पाहाडतिर चाहिँ यस्तो दिन्छ बबाल हुन्छ यतातिर नि जे होस् रहेछ जे होस् मलाई बचपनको याद दिलायो सो हेर्दै गर्नु होला है त आजको भ्लग के कस्तो हुन्छ हावा तालमा भ्लग बनाइरहेको छु अब के कस्तो हुन्छ हेर्नु होला यस्तो लाइक कमेन्ट सेयर सब्सक्राइब सबै हानिदिनु होला यहाँ यत्रो ढुङ्गा देखेको छ कि छैन तपाईँहरूले हामीले चाहिँ फेरि घर जस्तो ढुङ्गा देखिसक्यो त्यही हो तपाईँहरू खोला देखाउँछ है त आज होइन ठुलो खोला नभेटिने यत्रो खोलामा भयो नुहाएर जाने कि यसमा भयो नि नुहाउन यस्तो मजा आउँछ नि जे होस् बबाल छ है मान्छेहरू यहीँ आउँछ क्या यहाँ नुहाउनलाई तर खोला चाहिँ एकदम सही छ यस्तो बगिरहेको छ यहाँबाट त्यहाँबाट सर त्यहाँ पुग्ने फेरि दौडिने फेरि त्यहाँबाट सर आउने यस्तै छ अब यस्तै चल्छ खोला भेट्नु भने अब हेर्नु होला है त गाइस सो अहिले चाहिँ हामी यहाँ बरङनिर आइपुगिसकेको छ गाइस अनि हामी फ्या भइसक्यो हिँड्दै हाम फाल्ने यताउता के गर्दै थाकिसक्यो सो भर्याङ यस्तो रहेको छ अब यता माथि चढ्नु पर्ने हुन्छ है त गाइस भेटौँला ओ हामी यहाँ भर्याङ चढिसकेको छ गाइस भर्याङ चाहिँ एकदम ठाडो रहेछ सो त्यो गइसक्यो म चाहिँ फोटो खिच्ने चक्करमा अलिकति पछाडि नै पऱ्यो अब आमा भर्याङ चाहिँ के यार यस्तो डाँडामा चढिरहेको छ भर्याङमा ओहो भ्यू चाहिँ अखा छ यार गाइस एकदम मान्छेहरू छ कि छैन यार हामी मात्र हो क्या मेरो यो ज्याकेट झरिसक्यो गाइस यो ज्याकेट अब यस्तो पारामा हिँड्नु परिरहेको छ थाकिसक्यो भर्खर भर्याङ चढ्न सुरु भएको छ यार थाकिसक्यो यार अहिले अब भेटौँला है फेरि मुख धुँदैछ गाइस भयो नि बल्ल रियल वाले भ्यू आयो थाकिसक्यो यार पाइट फुस्किन्छ लाग्यो अरे ओ भ्यू त यहाँबाट देखिँदैछ सो ग्यास फाइनली हामी चाहिँ आधी बाटोसम्म चाहिँ आइपुगिसकेको छ सो अनि यहाँबाट यस्तो बबाल भ्यू देखेको छ नि हेर्न सक्नुहुन्छ तपाईँले यहाँको भ्यू ल गाइस ल मोबाइल चाहिँ यस्तो ग्रिक भइसकेको छ है आँखाबाट देखेको जस्तो चाहिँ क्यामेरामा देखिरहेको छैन काँड फाटिसक्यो हिँड्दै यहाँ त कति 5 किलो त बेसी होला एकदम यहाँ खाने हो तल जाने तल नन ठाउँमा यहाँबाट माथि जान्छ न त नि माथि गएर आउने अब ल ठिक छ पछाडिको फोटो हान्ने एउटा ल भ्यू बबाल छ जे होस् सो गाइस अहिले चाहिँ हामी सबैभन्दा टपमा आइसकेको छ सो यहाँबाट भ्यू चाहिँ यस्तो बबाल देखिरहेको छ है गाइस सो अनि हामी चाहिँ फोटोसोटो पनि खिचिसक्यो पसिना भइसक्यो सो अब हामी जाँदैछौँ खोलातिर खोला कता हो ए सो ल अब हामी सिधै खोलामा भेटौँला है त गाइस
फाइनली अहिले चाहिँ हामी खोलानिर झरिसकेको छ खोलातिर डाँडा भएर अब खोलामा जाँदैछ हामी नुहाउनको लागि अनि नस्ता पानी गर्नको लागि हामी खोलातिर जाँदैछौँ है गाइस यस्तो छ घना जङ्गलमा हिँडिरहेको छ के गर्नु ट्रेकिङ भने यस्तै त अब कपडाको हालत के हुने हो धुने कोली हो अब हुन्छ के हो यस्तै छ हालत चार्ज 15% मात्रै छ त्यही भएर अहिले हामी यति हिँड्दा छ मान्छे रहेछ है गाइस हामी चाहिँ त्यो खोलामा नुहाएन किनभने त्यो खोला अलिक सानो पनि रहेछ धमिलो पनि रहेछ गहिरो मात्रै रहेछ फराकिलो छैन रहेछ त्यहाँबाट नि हामी नुहाएन अहिले चाहिँ हामी अर्को खोलामा जाँदैछौँ सो अनि जङ्गल हिँडिरहेको छ गाइस मोबाइलमा चार्ज छैन मोबाइलको चार्जले यस्तो धोका दियो नि दिमाग खराब चार्जै छैन अब के गर्नु अब यत्तिकै दिमाग चाहिँ लागेको छ चार्ज पनि भएको छैन घट्नु चाहिँ घटिरहेको छ बढ्नु पनि बढिरहेको छ के हो सो हेर्दै गर्नु होला हामी जङ्गल हिँडिरहेको छ अब यस्तै छ हाम्रो खाना नि पाएको छैन नुहाउनु पाएको छैन यत्तिकै हावातालमा हिँडिरहेको छ अब हेरौँ अब गाइस के हुन्छ अब उता पारी पुगेपछि है त गाइस अहिले चाहिँ हामी डाँडा चढेर पनि आएर पनि यस्तो हालत भएर पनि हामी फेरि खोलामा जाँदैछ यता खोला चाहिँ यता साइडमा रहेछ डाँडो चाहिँ यता साइडमा रहेछ हो त्यहाँ अनि हामी हिँड्दैछौँ जाँदैछौँ पारी अब यता छ खोला यता अब खोला राम्रो भयो नुहाइदिने हो फेरि यता फर्किनु यहीँनिर खोला रहेछ एउटा बब्बा सानो छ बब्बा छ त्यसमा मस्त सुत्दै खाँदै जाने घरतिर हुन्छ त्यहाँ हिँड्दा थाकिसक्यो 5 किलोको त ब्यागै छ अब यस्तै छ यार अप्परै थाकिसक्यो यार ल गाइस खोलामा भेटौँ है त गाइस खोला चाहिँ यता रहेको छ तपाईँहरू जाने भए आउनु होला अनि मेरो मोबाइलमा चार्ज बढिरहेको छ बिस्तारै अब फुल ब्लक हाल्ने एनर्जी हो क्या फुल ब्लक हाल्ने सोचिरहेको छ तर के हो हेरौँ अब के हुन्छ त गाइस हाम्रो यस्तो बेचोक भइरहेको छ नि यहाँ के एकदम बेचोक भइरहेको छ अनि यताबाट हिँडिरहेको छ केटाहरू कहाँ हो केटाहरूले कहाँ ल्यायो यहाँ पनि ठिकै रहेछ हाम्रो त जहाँ पनि चल्छ पानी सफा हुनु पर्यो त्यही हो हामी जाँदैछ गाइस फोहोर भइसक्यो ए डुबाएर हिँड्नु म त डुबाएर हिँडिदिन्छ अब यो खोलेर अब के अरे उयसमा हालेर हिँडिहाल्छ ओ मुजाभित्र फेरि गेटी कहाँ खोज्छु गेटी गट्टी चार्ज सो गाइस अहिले चाहिँ हामी फर्किसकेको छौँ है गाइस सो अनि मेरो मोबाइलको पर्सेन्ट के चार्ज पनि सकिसकेको छ अब चार्ज लाउँदै बल्ल यतिको चलाइरहेको छु अनि सो हामी चाहिँ नुहाइ धुवाइ गरेर फर्किँदैछौँ गाइस हामी घर जाँदैछौँ यी केटाहरू अगाडि छ अरे जङ्गल हिँडिरहेको छ खोलामा नुहाउन आएको यस्तै त हो नि अब सो अब सिधै भेटौँला नि अब घरतिर मोबाइलको त अब चार्ज सकिहाल्छ त्यही हो ल है त गाइस चार्ज सक्यो भने फेरि बिचमा भेटौँला नभए पछि भेटौँला है त बाई गाइस सो फाइनल गाइस हामी रोड आइपुग्नु लागिसक्यो अहिलेसम्म खोलामै छ बगरतिर छौँ कपाल पनि ओभर लामो भइसक्यो यहाँ जुन चाहिँ ल्याङ हान्दैछ कपालले नि कस्तो देखेको छ केही थाहै छैन भिडियो नि हेर्नु पाएको छैन फोटो नि हेर्नु पाएको छैन चार्जको प्रब्लमले यहाँ केही गर्नै पाएको छैन सो हिँड्दैछौँ यस्तो बाटोमा हिँड्दैछौँ है हामी चाहिँ होइन साइकल भइसक्यो अहिले मैले भ्लग पनि आज खोएँ के कस्तो भएको नि सो फाइनल हामी चाहिँ आइपुगिसक्यो यता होटलतिर निस्किसक्यो अहिले मैले खुट्टा झन्नै पिटिकै भएन सो पछि भेटौँला गाइस भ्लगर हो कि म सो फाइनली गाइस हामी यहाँ बल्ल निस्किसकेको छ खोलाबाट यस्तो पेलाइ भइरहेको छ नि हाम्रो यहाँ बल्ल रोडमा आइपुगिसकेको छ हामी चाहिँ रोड आइसकेको छ अब गाडी चढेर जाने ढुक्क अन्त अघि उठेर आयो अब फेरि उठेर चाहिँ जानु नपरोस् त्यही हो जाँदैछ हामी
थाकिसक्यो यार ड्राइभर बस्छला न मलाई त लाउँछ होइन चाबी दिन त चलाइहाल्छु नि भाइ के सोचेको स्कुल बसेको थियो भने टाटा आएँ टाटा रे सो गाइस यस्तै चलिरहेछ कतिसम्म चार्ज टिक्छ त्यतिसम्म बोलिरहन्छ त्यहाँबाट त बन्द हुन्छ सो त्यही हो पछाडि चाहिँ के होटेल हो है यो Q20 ओ पछाडि चाहिँ Q20 होटेल रहेछ ठुलो नै रहेछ त यसो तपाईँहरू आउनु छ भने आउनु होला सो अहिलेलाई चाहिँ यति नै है पछि भेटौँला चार्ज भयो पनि होइन अब सिधै रुममा भेटौँला गाइस रुममा सो हामी चाहिँ आइसक्यो गाइस यसलाई थाहै छैन ल सो हामी चाहिँ सिमरामा आइपुग्नु लागिसक्यो अहिले चाहिँ बस्मै छ अब केही समयमा हामी सिमरा पुग्नेवाला छ अहिले पत्ला अब चार्ज गरी भए पनि चलाउनु परिरहेको हो यसलाई देखाएपछि सबले चिन्छ नि त सो हामी भर्खरै आइपुग्यो सो गाइस यसले मेरो सो अहिले चाहिँ हामी सिमरामा आइपुगिसक्यो अब जाँदैछु खाजा खानलाई त्यहाँबाट अनि रुममा जान्छु मस्तले सुत्ने हो दिनभरि हिँडेर थाकिरहेको छ अब अहिले आउने कि अहिले फेरि हामी हिँड्दैछ चौकमा आइसकेको छ हामी क्या चौकमा पानी सिम पानी परिरहेको छ अब त्यस्तै हामी खाजा खान्छु रुममा जान्छु मस्त सुत्छु त्यही हो अब आजको लागि यति नै त गाइस फेरि पछि भेटौँला नयाँ भिडियोमा नेक्स्ट भिडियोमा अहिलेको लागि यति नै सबलाई बाई